यत्रो अधिकार सम्पन्न नियमन निकाय हुँदाहुँदै यो टिओडी मिटरका विषयलाई लिएर यति लामो विवाद भएर तिर्नुपर्ने रकम नतिर्ने, उठाउनु पर्ने जति रकम उठाउन नसक्ने यस्तो विवाद पनि हुनुहुन्छ र अनि अनर्गल प्रचार प्रसार गरिने, यसले कसलाई फाइदा पुर्याउँछ? न उपभोक्तालाई फाइदा पुर्याउँछ। त्यसो भएको कारणले यसको छिनोफानो गर्ने दायित्व पनि वास्तवमा नियमन आयोगकै थियो। उपभोक्ताहरू भन्नुहुन्छ हामीले प्रयोग गरेको बिल दिनुस् न, हामी तिर्न तयार छौँ। त बिल दिने संस्था भन्छ होइन, हामीले जे लेख्नु त्यही बिल हो, अर्थात् हामीले पठाएकै बिल हो भनेपछि त्यो बिल ठिक छ कि छैन भनेर सबै हेरिदिए त सकिन्थ्यो होला नि। त्यसै कानुनी अडचनहरू रहे भन्नुभयो, त्यसलाई पनि खकुलो बनाऊ भन्यो। सरकार हर तरहले दुवै पक्षलाई न्याय हुने गरी, उपभोग गर्नेले पनि उपभोग गरे जति तिर्न पर्ने गरी र उठाउनु पर्ने संस्थाले पनि उनले उपभोग गरे कति हो त भन्ने कुरा नठगिने गरी उठाउनुस् भनेर सरकार बारम्बार भनिराखेको छ। समाचारमा विभिन्न टीका टिप्पणी गरिन्छन्। सरकारले कहिले पनि यो रकम उठाउनु हुँदैन, यिनले जति खाए पनि हुन्छ भने पनि छैन। प्रयोग गर्नेले हामीले यो तिर्दैनौँ पनि भनेको छैन हामीसँग। त्यसो भएको कारणले यस्तो ल्याप्सिस 10औं वर्षदेखि हुनु आफैमा लज्जास्पद हो र यो कार्य चाँडै सम्पन्न हुनेछ। कानुनी कुरालाई ध्यानमा राखेर न्यायिक ढङ्गले यसको निरूपण गर्न सकोस्, यो आयोग पनि ध्यान जाओस् भन्ने म यस सन्दर्भमा आग्रह गर्न चाहन्छु।